नमस्कार सबैजनालाई स्वागत गर्न चाहन्छु अर्को यो नयाँ भिडियोमा। आजको यस भिडियोमा म तपाईहरुलाई कर्मचारी सञ्चय कोषको 2081 साल पुसको 11 गते सोधेको जीके अन्तर्गतको 5औं तहको सुब्बा सरको क्वेशनहरु के थिए भनेर पस्कने जमर्को गरेको छु। यस्तै फर्मेटमा तपाईहरुको अबको एक्जाममा पनि क्वेशनहरु आउँछ है, फर्स्ट पेपरको जीके खण्डमा। सो यहाँ हेर्नुभयो भने 15 योजनाको अवधि कति थियो भनेको आउँछ। अब चाहिँ 16 योजनाको अवधि कति थियो भन्ने आउन सक्छ है। 81-82 देखि 85-86 सम्म पञ्चवर्षीय योजना छ यो 16औं आवधिक योजना। त्यसैगरी नेपालको आर्थिक वर्ष 2080-81 मा बजेट अनुसार लैंगिक उत्तरदायी बजेट भने चाहिँ अहिले चाहिँ 81-82 आउन सक्छ। पहिलो सहकारी संस्था बखान ऋणित सहकारी संस्थाको स्थापना भनेको 2013 चैतको 20 गते भएको थियो। कर्मचारी सञ्चय कोषको सञ्चालक समितिमा 7 जना सदस्य हुन्छन्। त्यसैगरी नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय तह गरी 3 तहको हुनेछ भन्ने व्यवस्था नेपालको संविधानको धारा 56 मा व्यवस्था गरिएको छ है। हाल प्रचलनमा रहेको सहकारी सम्बन्धी ऐन भनेको 2074 हो र कर्मचारी सञ्चय कोषको 5औं तह प्रशासनमा रिक्त पदको कति प्रतिशत खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिन्छ त भने 40% है। प्रतिनिधि सभा सदस्य निर्वाचन 2079 मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्फ निर्वाचित हुने महिलाको संख्या कति रहेको छ भन्दाखेरि चाहिँ 9 जना है। त्यसैगरी चाहिँ कर्मचारी सञ्चय कोष कर्मचारी सेवा शर्त विनियावली 2078 अनुसार कोष स्थापनाको दिन 1 जना सर्वोत्कृष्ट कर्मचारीलाई दिने पुरस्कार राशि भनेको 1 लाख हो। त्यसैगरी कर्मचारी सञ्चय कोष कर्मचारी सेवा शर्त नियमावली 2078 अनुसार कोष कर्मचारी गठनका आधारमा कुन सेवा छन् भने प्रशासन प्राविधिक र अन्य है। नेपाल चीन पारवहन ढुवानी सम्झौता अनुसार नेपालले प्रयोग गर्न पाउने चीनमा रहेको सामुद्रिक बन्दरगाह तलका मध्ये कुन होइन भनेको छ। यो चाहिँ दिएका अप्सनहरु थियो त्यहाँ। त्यसैगरी चाहिँ कुन संस्था बैंक विश्व बैंक अन्तर्गत पर्दैन भनेको छ। यो चाहिँ अन्तर्राष्ट्रिय मुद्रा कोष चाहिँ पर्दैन। नेपालसँग दैत्य सम्बन्ध कायम भएको तेस्रो मूल राष्ट्र भनेको चाहिँ भारत हो। पहिलो भन्यो भने चाहिँ तपाईको बेलायत हुन्छ है। महासभा भनेको चाहिँ यो संयुक्त राष्ट्र संघबाट आएको छ। संयुक्त राष्ट्र संघको बजेट स्वीकृत गर्ने काम गर्छ। आर्थिक तथा सामाजिक परिषद भन्यो भने चाहिँ अन्तर्राष्ट्रिय विकास लक्ष्य कार्यान्वयन गर्ने गर्छ। सुरक्षा परिषद भन्यो भने चाहिँ अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम गर्ने। अन्तर्राष्ट्रिय न्यायालय भन्यो भने चाहिँ युएन को अंगलाई कानुनी प्रश्नहरुको राय दिने काम गर्छ। त्यसैगरी संयुक्त राष्ट्र संघका संस्थापक राष्ट्रहरु भनेको 21 वटा छन्। प्लास्टिक कुन तत्वबाट बनेको हुन्छ भन्यो भने कार्बन। साबुन उत्पादन गर्ने प्रक्रियालाई चाहिँ सोफिनिफिकेसन भनिन्छ। दिगो विकासका 17 वटा लक्ष्यहरु मध्ये दोस्रो नम्बर लक्ष्यमा चाहिँ भोकमरीको अन्त्य रहेको छ है। त्यसैगरी चाहिँ शरीरको अंगहरुमा शुद्ध रगत पुर्याउने नलीलाई धमनी भनिन्छ। र अब 2078 को जनगणना अनुसार बढीदेखि कम जनसंख्या भनेको चाहिँ सबैभन्दा बढी बागमती प्रदेशमा छ। त्यसपछि मध्य प्रदेश अनि लुम्बिनी प्रदेश र कोशी प्रदेश। कोशी प्रदेश भनेको सबैभन्दा ठूलो प्रदेश पनि हो है। सबैभन्दा धेरै जिल्ला भएको प्रदेश हो कोशी प्रदेश। यो जिल्लाको हिसाबले चाहिँ सबैभन्दा ठूलो प्रदेश हो है। त्यसैगरी चाहिँ अब यसमा स्थानीय तह पनि सबैभन्दा धेरै छन् 137 वटा। यो जान्नुपर्छ। त्यसै निर्वाचन क्षेत्रको आधारमा पनि सोधिरा हुन्छ कहिले काहीँ। निर्वाचन क्षेत्रको आधारमा भर्यो भने चाहिँ बागमती प्रदेश चाहिँ 33 वटा निर्वाचन क्षेत्र भएर सबैभन्दा धेरै छ। त्यसपछि 32 वटा भएको चाहिँ मध्य प्रदेश है। 19औं एसियाली खेलकुदमा नेपालले कति खेलमा सहभागिता जनाएको थियो 29 मा। प्रसिद्ध कृति जीवन की काँडा फूललाई अंग्रेजीमा रूपान्तरण गरिएको पुस्तकको नाम के हो त भन्दा अ फ्लावर इन द मिडेस्ट अफ थ्रोन्स भन्ने छ। 15 ब्रिक्स शिखर सम्मेलनले कतिवटा मुलुकलाई थप सदस्यता प्रदान गर्यो भन्दै चाहिँ 6 वटा। त्यसैगरी प्रेस कुकरको आविष्कार चाहिँ कसले गर्यो त भन्दा डेनिस पापिन भन्ने व्यक्तिले गरे है। चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाउने देश कुन हो त भन्दा न्यूजील्यान्ड हो। र इफ यु आर गोइङ थ्रु हेल कीप गोइङ भने चाहिँ यो भनाइ चाहिँ विन्स्टन चर्चिलको है। प्रसिद्ध चौदण्डी कुन जिल्लामा पर्छ भने उदयपुरमा। नेपालको सबैभन्दा ठूलो हिमनदी भनेको लामटाङ हो। र 10 जिल्ला भएको प्रदेश भनेर कर्णाली प्रदेशलाई चिनिन्छ। 11 जिल्ला भएको प्रदेश भनेर चाहिँ गण्डकी प्रदेश। 12 जिल्ला भएको लुम्बिनी प्रदेश। 14 जिल्ला भएको कोशी प्रदेश है। र नेपालको भित्री मधेसमा कस्तो माटो पाइन्छ त भन्दा बलौटे पत्थरिलो माटो हो। नेपालमा तुन्द्रा वनस्पति कति उचाइमा पाइन्छ 5000 मिटर भन्दा माथिको उचाइमा। नेपालमा उष्ण मनसुनी हावापानी कति उचाइमा पाइन्छ भने 1200 मिटर। पर्ण र नामक मुद्रा प्रचलनमा ल्याउने राजा नरेन्द्र देव हुन्। र नेपालको किराँतकालीन शासन व्यवस्था सम्बन्धी भनाइ अध्ययन गरी सही विकल्प छान्नुहोस् भनेको छ। यो चाहिँ वर्ण व्यवस्था सुरुवात भइसकेको थिएन भन्ने छ यो। र संस्कृत मूल भाषाका रूपमा प्रयोग गरिन्थ्यो। दुवै सही छ है। राणाकालीन शासन व्यवस्थामा नेपाललाई 35 वटा भागमा विभाजन गरिएको थियो भने श्री 5 सरकारको सट्टा नेपाल सरकार लेख्ने निर्णय प्रतिनिधि सभाबाट कहिले पारित गरियो त भन्दा 2063 साल जेठको 4 गते। यो इम्पोर्टेन्ट धेरै पटक एक्जाममा सोधिसकेको क्वेशन है। र युवराज धीराज
को घोषणा गर्ने चलन भनेको अम्सुर बनाएर चलाए। हिन्दू र बौद्ध धर्मका साझा देवता भनेको चाहिँ राजा मच्छिन्द्रनाथ हुन् र गणतन्त्रको घोषणा भनेको 2065 साल जेठको 15, दोस्रो जनआन्दोलन भनेको चाहिँ 2063 वैशाखको 11 गते र विस्तृत शान्ति सम्झौता भनेको चाहिँ 2063 मङ्सिरको 5 गते है। र अर्को भनेको पहिलो संविधान सभाको निर्वाचन 2064 चैतको 28 गते। र नेपालको मध्य र सुदूरपश्चिम तराई क्षेत्रका थारू समुदायमा प्रचलित सामुदायिक सङ्गठन प्रणालीलाई के भनिन्छ? बटघर भनिन्छ है। पल्पासा क्याफे भनेको चाहिँ नारायण वाग्लेले लेखेका हुन्। दमिनी भिर भनेको चाहिँ राजन मुक्रामले र लक्ष्मी पूजा भनेको चाहिँ लेखनाथ पौडेलले हो। नेपालमा ज्यापु दिवस मङ्सिर शुक्ल पूर्णिमामा मनाइन्छ र सूर्य जातिको मूल थलो दोलखा हो भने आर्य सभ्यतालाई चाहिँ वैदिक सभ्यता पनि भनिन्छ र नेपालमा वैदेशिक लगानीको लागि न्यूनतम सीमा भनेको 2 करोड रहेको छ। र मैले तपाईँलाई एउटा महत्त्वपूर्ण जानकारी दिन चाहन्छु। तपाईँहरूलाई राम्रो पिडिएफ नोट चाहिएको छ जिके को, आइक्यू को, त्यसै गरी चाहिँ यो कर्मचारी सञ्चय कोषको तयारीको लागि राम्रो नोट चाहिएको छ भने हामीलाई फेसबुक, इन्स्टाग्राम, वाट्सएप, भाइबरमा मेसेज गर्नुहोला। अनलाइन क्लासहरू पढ्नु मन छ भने पनि हामीलाई तपाईँले मेसेज गर्न सक्नुहुन्छ। के डाउटहरू छ, के जिज्ञासाहरू छ भने कमेन्ट गर्नुहोला है। कुन योजनालाई गरिबी निवारणको रणनीति पत्र मानिन्छ भने नव योजना र बजेटमा प्रयोग गरिने शब्दावली TSA को पुरा रूप भनेको ट्रेजरी एकाउन्ट, सिङ्गल एकाउन्ट हो। नेपालमा हाल चालु अवस्थामा रहेको औद्योगिक क्षेत्रको सङ्ख्या भनेको 10 वटा रहेको छ है। र योसँगै मैले भिडियोलाई यहीँ इन्ड गर्न चाहन्छु। थ्याङ्क यू।